एनसेलले कर छलेको प्रमाण राज्यले 2 वर्षसम्म लुकाइरह्यो। देशलाई नै ठगेर एनसेलले नेपालीको शिर झुकाइरह्यो। जताततै एनसेलको झेल। अचम्म लाग्दो एनसेलको खेल। राज्यमाथि नै निरन्तर घात, कानुनमाथि नै चलखेल। एनसेलको बदमासी र कर छलीको एउटा एक्सक्लुसिभ खुलासा। अपरेसन एनसेल भाग 1। कालोपाटी एक्सप्लेनर पावर्ड बाय entrancetayari.com। प्रवेश परीक्षायम उत्तीर्ण भव। एनसेल आवरणमा एउटा कर्पोरेट, तर यथार्थमा देशका हरेक जसो सरकारलाई आफ्नो बसमा पारेर प्रतिपक्षको समेत मुख थुनेर व्यथितिको आहालमा मनपरीको गन्ध छरिरहेको एउटा विवादित कम्पनी। व्यापारको खोल ओढेर उपभोक्ताबाट गैर कानुनी रकम असुली गर्ने एनसेलले नेपालमा बितेका केही वर्ष यसरी बदमासी गर्यो कि जसले व्यापारीहरू ठग्छन् भन्ने भाष्य सिर्जना गर्यो। एनसेलको बदमासी यतिसम्म देखियो कि लाग्छ ठगीको पर्याय नै एनसेल हो। यो कुनै आरोप होइन, तथ्य हो। स्वयं सरकारले गठन गरेको छानबिन समितिले एनसेलले गरेको लुट र राज्यमाथि हालेको छारोबारे बोलेको स्पष्ट बोलीको सप्रमाण सत्य हो। अब मूल प्रसङ्गतिर लागौँ। एनसेलले बदमासी गरिरहेको बारे चौतर्फी प्रश्न उठेपछि टङ्कमणि शर्मा दङ्गालको नेतृत्वमा गठन भएको छानबिन समितिले सरकारलाई 2080 साल माघ 15 गते बुझाएको प्रतिवेदनले एनसेलले कुन हदसम्म बदमासी गरेको छ, एनसेलको बिक्रीमा कसरी कर छली भएको छ भन्ने लगायतका तथ्यलाई छताछुल्ल पारिदिएको छ। सरकारले बुझिसकेको भए पनि करिब 2 वर्षसम्म लुकाएर राखिएको सो प्रतिवेदन कालोपाटीले फेला पारेको छ। राज्यले त अझै पनि औपचारिक रूपमा सो छानबिन प्रतिवेदन सार्वजनिक गरेको छैन र आजको अङ्कमा हामी एनसेलले कर छली गर्नकै लागि कुन हदसम्मको बदमासी गरेको रहेछ भन्ने तथ्य बुझौँ। 1. एनसेलको स्वामित्व परिवर्तन भयो। यो कुनै ठुलो कुरा थिएन, तर एनसेलमा जसरी स्वामित्व परिवर्तन भयो त्यो राज्यमाथिको ठगी थियो। सरकारले गठन गरेको छानबिन समितिले एनसेल खरिद बिक्रीमा भएको कारोबार रकम निकै न्यून र शङ्कास्पद भएको भन्दै प्रश्न उठाएको छ। एनसेल जस्तो कम्पनीको 80% सेयर जम्मा 5 करोड अमेरिकी डलर अर्थात् नेपाली 6 अर्ब 50 करोड रुपियाँ बेचिएको छ। 80% 6 अर्ब 50 करोड हो भने एनसेलको पुरा भ्यालुएसन नै जम्मा 8 अर्ब 12 करोड 50 लाख रुपियाँ हो। एउटा कम्पनी जसले बिक्रीमा भएको भनिएको कारोबारभन्दा बढी वर्षकै राजस्व तिर्छ, एउटा कम्पनी जसले ब्याङ्कमा ऋण नै खर्ब नजिक पुगिसकेको छ अनि त्यो कम्पनीको कुल भ्यालुएसन जम्मा 8.25 अर्ब देखाइन्छ भने यो कर छली नभएर के हुन्छ? छानबिन समितिले एनसेलको यो खरिद बिक्रीमा कारोबार रकममै प्रश्न उठाएको छ। 2. एनसेलको बेचबिखनमा राज्यलाई ठग्ने र थप गडबडी देखिन्छ भन्ने तथ्य बुझाउने गरी छानबिन समितिले अर्को तथ्य पनि प्रस्तुत गरेको छ। छानबिन समितिका अनुसार एनसेलको स्वामित्व एजियाटाले सतीश आचार्य मालिक भएको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेको छ। तर एनसेल खरिद गर्ने सो कम्पनी सन् 2023 सेप्टेम्बर 26 तारिकमा जम्मा 1 अमेरिकी डलर अर्थात् अहिलेको भाउमा जम्मा 150 रुपियाँ पुँजी राखेर दर्ता भएको कम्पनी हो। अर्थात् 150 नेपाली रुपियाँमा दर्ता भएको कम्पनीले दर्ता भएको ठिक 2 महिनापछि 8 अर्ब 12 करोड 50 लाख नेपाली रुपियाँमा एनसेल किनेको देखिन्छ। पुँजी साह्रै कम भएको बारे प्रश्न उठ्न सक्ने देखेपछि एनसेल खरिद बिक्री हुने दिनको ठ्याक्कै अघिल्लो दिन अर्थात् 30 नोभेम्बर 2023मा 1 डलरमा 79,979 डलर थपेर सो कम्पनी 1 लाख डलर कम्पनीको पुँजी बनाइएको थियो। न गतिलो क्यापिटल न कर्पोरेट हिस्ट्री, मात्र एनसेल खरिदका लागि बनाइएको एउटा कम्पनीले कसरी यति ठुलो भार उचाल्न सक्छ भन्ने तथ्यलाई सरकारी छानबिन समितिले शङ्कास्पद भनेको छ। सामान्य हिसाब बुझ्ने नागरिकले पनि सो खरिद बिक्री कर छलङ्कै लागि थियो भन्ने बुझ्न गाह्रो नहुने गरी एनसेलले बदमासी गरेको छ। 3. एनसेलले लुकेर होइन, हाक्का हाकी सरकारलाई कर छलेको छ। मलाई कसले के गर्न सक्छ र भन्ने शैलीमा कम्पनीले राज्य ठगीको नाङ्गो रूप देखाएको देखिन्छ। यो तथ्य बुझ्न केही समय अघिको एनसेलको यस्तै डिल हेर्नुपर्छ। यसअघि सन् 2016मा टेलिया सोनेराले एजियाटालाई एनसेलको 80% सेयर बिक्री गर्दा 1 खर्ब 44 अर्ब 78 करोड रुपियाँमा कारोबार भएको थियो अनि एजियाटाले 1 खर्ब 44 अर्बमा किनेको 80% सेयर घटेर मात्र 6 अर्ब 50 करोड हुन सक्छ।
यो तथ्यले पनि सो खरिद बिक्री राज्यलाई कर छल्ने बदनियत थियो र सबै काम सेटिङमै भएको थियो भन्ने तथ्य काम जतिकै छर्लङ्ग छ। 4. एनसेल अरब होइन खरबको कम्पनी हो। एक खरबको पनि होइन खरबौँको कम्पनी हो। यो तथ्य स्वयं बुझ्न एनसेलको वासलात पल्टाए हुन्छ। कम्पनी अरबौँ रुपियाँ वार्षिक राज्यलाई कर तिरेको भन्छ। एनसेलले नेपालमा पूर्वाधार मात्र अरबौँ खर्च गरेको भन्छ। वार्षिक खरबौँको कारोबार छ। अझ एनसेलले विभिन्न ब्याङ्कहरूबाट लिएको ऋण पनि खर्ब नजिक छ। यी तथ्य त छँदैछन्। खास कुरा त झन् के छ भने विभिन्न अदालतमा चलिरहेका मुद्दा हेर्ने हो भने एनसेलको सम्भावित दाबी रकम नै 85 अर्ब छ। अदालतमा चलिरहेको मुद्दा सबै हारेको खण्डमा एनसेलको दायित्व करिब 85 अर्ब हुन्छ। अनि यो गम्भीर तथ्याङ्कका बीच एनसेल मात्र 6 अर्ब 50 करोडमा बिक्री भएको छ। मात्र $1 2 महिना अघि दर्ता भएको कम्पनीले एनसेल किनेको छ। यो झुटको पुलिन्दा र राज्य ठगीको दुष्प्रयास बाहेक अरू के नै हुन सक्छ र। 5. एनसेलले खरिद बिक्रीका नाममा कर त छलेको छ नै। सरकारी छानबिन समितिले खरिद रकम स्रोत पनि शङ्कास्पद भनेको छ। एनसेल खरिद गर्न सतीशलाल आचार्य र उनकी श्रीमती भावना सिंह श्रेष्ठले रकम कसरी भित्र्याए, त्यसको स्रोत के हो? यी तथ्याङ्कको कुनै प्रमाण नभेटिएको छानबिन समितिले प्रश्न पारेको छ। यसले सतीशलाल आचार्य उनकी श्रीमती लगायत सम्पत्ति शुद्धिकरणमा संलग्न भएको र राउन्ड ट्रिपिङ जस्तो गैर कानुनी तरिकाले कारोबार गरिएको हुन सक्ने आधार देखेपछि छानबिन समितिले यो खरिदलाई आर्थिक रूपमा पनि गलत र प्राविधिक रूपमा पनि कैफियतपूर्ण भनेको छ। छानबिन समितिको निष्कर्ष छ एनसेल खरिद बिक्री प्रक्रियामा अन्डर इन्भोइसिङ छ। खरिद बिक्री कागजी रूपमा 6 अर्ब 50 करोड रुपियाँ भएको भए पनि वास्तविक ठुलो कारोबारको लेनदेन अफसोर च्यानल मार्फत गरिएको हुन सक्ने तर्फ छानबिन समितिले प्रश्न उठाएको छ। 6. एनसेल खरिद बिक्रीमा हुन्डीको प्रयोग भएको हुन सक्ने तर्फ छानबिन समितिले प्रश्न उठाएको छ। नेपालमा गैर कानुनी मानिएको क्रिप्टोको कारोबारमा एनसेल किन्ने र बेच्नेले देश बाहिर रकम सेटल गरेको हुन सक्ने तर्फ पनि छानबिन समितिको अनुसन्धानको सुई घुमेको छ। तर तथ्यले कर छलीको प्रष्ट आधार देख्दा पनि अन्डर इन्भोइसिङ गरेर राज्य ठगीको नाङ्गो नाच हुँदा पनि छानबिन समितिले सरकारलाई दिएको यो प्रतिवेदन वर्षौंसम्म गोप्य राखियो। अब त देशमा झन्डै 2/3 सरकार छ। देशमा सुशासन अनि मात्र सुशासनको मोटो बोकेर राज्य सञ्चालनमा रहेको बालन सरकार छ। यति भएपछि एनसेलले राज्यलाई ठगेको रकम असुल उप हुन्छ कि? प्रवेश परीक्षा तयारीमा तपाईको सारथी इन्ट्रान्स तयारी.com। प्रवेश परीक्षायम उत्तीर्ण भव।